दुई केटी साथी र म कथाको भाग 3 मा स्वागत छ। भाग 3 सुन्नुभन्दा अगाडि भाग 1 र 2 कथा अवश्य सुन्नुहोला। 1 र 2 कथा डिस्क्रिप्सनमा पनि राखिएको छ। आउनुहोस् अब कथा सुरु गरौँ। प्रवीणको सङ्गीले भने सबै सामानहरू पहिले थन्काइसकेकी थिइन्। उन बाहिर निस्कने चर्को व्याग्रता थियो भन्ने कुरा अनुमान लाउन सहजै सकिन्थ्यो। त्यसमा विभिन्न कारणहरू हुन सक्दछन्। प्रवीणलाई भने उनै एउटा ठुलो कारण हुन् जस्तो भान भएको थियो। पुरुष पात्र भएर पनि एक वयस्का नारीसँग पुरुषत्व देखाउन नसकेकोमा कता कता मनभित्र ग्लानि तथा नेताबोध भएर आयो भने अर्कोतर्फ एक इमान्दार पति एवं अभिभावक भएकोमा गर्वको अनुभूति पनि भएको थियो प्रवीणमा। तर मनभित्र जे जस्ता भावनाहरू तरङ्ग पैदा भए पनि प्रवीणलाई त्यो रात उसको जीवनको अविस्मरणीय घटना हो भन्ने कुरामा कुनै दुविधा भने रहेन। साथै त्यस्तो समीप्यता कुनै पनि पुरुषको जीवनमा नआउनु नै राम्रो होला जस्तो लाग्यो। प्रवीण गहिरो सोचमा नै डुबिरहेको थियो। रुममा नकको आवाज आयो। उनीहरू सबैले एकै स्वरमा भित्र आउनुहोस् भने। होटेलवाली साउनी थिइन्, हाँस्दै छिरिन् अनि भनिन्, अनि भाइहरू अझै 1-2 दिन बस्ने कि जाने? अब त बन्द पनि खुल्यो क्यारे। उनको प्रश्नमा विविध रागहरू थिए। पात्र पुनः सहित आएका पाहुना अनि निर्लज्ज बन्दको नाममा लुटाइरहेकी चेलीप्रतिको व्यङ्ग्यात्मक एकैचोटि पस्कदै दायाँ आँखा झिम्काइन्। 2-4 दिन अझै काठमाडौँ घुम्ने भइहाल्छ नि भाइ बहिनीहरू। आखिर छुट्टी कटाउने त हो नि। उनले संवाद लम्ब्याउँदै भनिन्। प्रतिक्रियामा कतैबाट पनि कुनै आवाज निस्किएन। प्रवीण त के नै पो बोल्न सक्थ्यो र। साउनीको प्रस्तावको जवाफमा प्रवीणको सङ्गीले अलि रुखो पाराले बोलिन्। होइन दिदी, हिसाब गर्नुहोस्, हामी आजै जाने हो। उनको रोषपूर्ण प्रतिक्रियामा प्रवीण रातकै अतिरिक्त घटना सम्झन्थ्यो। सायद उनी त्यही अतिरिक्त प्यासको लागि आतुर थिइन्। हर गाउँमा अर्को झिल्के खोज्न। साउनी तल झरेको पलभर समय बित्न नपाउँदै होटेल खर्चको बिल माथि आयो। सुरेश र उसका सङ्गीहरूले हिसाब मिलान गरे। प्रवीण भने आमन्त्रित पाहुनाकै दर्जामा बस्यो। करिब 8 बजे उनीहरू होटेलबाट बाहिर निस्किएर बस पार्कतिर लागे। नयाँ दिनको नयाँ गन्तव्य खोज्न। हप्तौदेखि अनिश्चित रूपमा बस पार्क क्षेत्रमा रोकिएका यात्रुहरू खचाखच थिए। हप्तौदेखि बन्द भएका सवारी साधनका ध्वनिले बस पार्क क्षेत्र गुन्जयमान भएको थियो। यात्रीहरू हतारका साथ आफ्नो सरसामान एवं बच्चाबच्चीलाई बसभित्र कैद गरिरहेका देखिन्थे। लाग्थ्यो बस्ती नै उजाड हुने गरी मानव जाति अर्कै संसारको खोजीमा जान लागिरहेको छ। जमघट पनि अचम्मको थियो। सुरेशको जोडी उत्तर रसुवाको, मित्र सुरेश पश्चिम पोखराको अनि प्रवीणको सङ्गी पूर्व धरानको अनि प्रवीण दक्षिण दिशा बस पार्क नजिकै सोह्रखुट्टे क्षेत्रतिरको। सबैको आफ्नै गन्तव्य थियो। बस पार्कको काउन्टरमा गई आफ्नै रुटको टिकट लिए। बस चढ्ने लोकेसनको बारेमा गाडीका सहयोगीबाट ज्ञात भयो। प्रवीण बाहेक उनीहरू सबैको प्रस्थान समय एउटै थियो, 8:15 बजे। पलभरका आफ्नो गन्तव्य अँगाल्दै छुट्टिनु पर्ने व्यवस्थाका बीच रातको एक बन्द कोठाका पात्रहरू एक अर्कालाई मन्द गतिमा लुब्ध तृप्तका बीच च्याहिरहेका प्रष्ट देखिन्थ्यो। पूर्व, पश्चिम, उत्तर अनि दक्षिण यात्रा आफ्नै थियो। रातको सामिप्यतामा कोही तरङ्गित हुने बिछोडको वेदनाका छालहरू मुखाकृतिमा छचल्किएको देखिन्थ्यो त कसैमा रोषपूर्ण नजर र व्यङ्ग्य बिछोडको परिकल्पना। गाडीका सरकारवाला पात्रहरूले यात्रु सङ्कलन गर्न थाले। उनीहरू सबै बिस्तारै आफ्नो मोटर स्ट्यान्डतर्फ लागे। सुरेश गरौँ मन लिएर पोखराको बस पार्कतर्फ, उनकी सङ्गी रसको गाडीतर्फ, प्रवीण र उसको सङ्गी धरानको गाडीतर्फ उनीहरू अगाडि बढिन्। प्रवीण पछाडि लाग्यो। सायद प्रवीणले उनलाई गाडीसम्म चढाउन जाने कर्तव्य सम्झ्यो। उनी मौन थिइन्। प्रवीणलाई कता कता शोकाकुल यात्राको मौन जुलुसमा भाग लिए जस्तो आभास भएको थियो। छेडभरमा नै उनीहरू टिकट काउन्टरको पश्चिमतर्फ रहेको धरान बस स्ट्यान्ड अगाडि पुगे। गाडी स्टार्ट गरेर यात्रुको प्रतीक्षामा रहेछ। गाडीका सहचालकहरूले छिटो चढ्नु निर्देश गरिरहेका थिए। गाडी नजिक पुग्ने बित्तिकै पल समय पनि नरोकी उनी गाडीभित्र छिरिन्। टिकट अनुसार उनको सिट नम्बर झ्यालसँगैको 1 को 5 थियो। प्रवीण उनको विदाईको व्याग्र प्रतीक्षामा थियो। गाडी हिँड्ने सङ्केत गर्दै थियो। उनले झ्यालको कालो सिसा उगारिन्। प्रवीणको नजर उनलाई हेरी विदाईको 2 शब्द सी यू भन्ने प्रतीक्षामा थियो। तर अफसोस, झ्यालको खोपबाट रोषपूर्ण नजरका साथ उनले आफ्नो हाते ब्यागबाट एक विदेशी चकलेट निकालिन् र भनिन्, ए बाबु लिऊ यो गुलियो चकलेट खाऊ, पाक खाऊ।
अनायास प्रवीणको हात अगाडि बढ्यो। चक्लेट हातमा थमाइन् र कालो सिसा बतासले खुलिरहेको घरको खिड्की बन्द गरे चाहिँ चर्को आवाजसहित बन्द गरिन्। कालो सिसा पर्दा लागे चाहिँ लाग्यो। उनी र प्रवीण बीचमा अब झ्यालको कालो सिसा रह्यो। उनलाई प्रवीणले देख्न सकेन। बाबु सम्बोधन गरी उनले दिएको त्यो उपहार विदेशी चक्लेटलाई एकपल्ट बिस्तारै नियाली हेरे। मनमा शङ्का उपशङ्का उब्जियो। होइन यो विशुद्ध गुलियो चक्लेट मात्र हो कि अन्य केही मिसावट छ? बाबु बच्चालाई युवक बनाउने चक्लेट पो हो कि? प्रश्न मनभित्रै प्रतिप्रश्न गर्न थाल्यो। त्यो विदेशी चक्लेटलाई पुनः एकपल्ट नजर लगायो। कता कता आफ्नो पुरुषत्व र आत्मसम्मानप्रति प्रश्न गर्यो। आखिर म को हुँ? एक अबोध चक्लेटे बालक या वयस्क पुरुष? प्रश्नको जवाफभित्र नआउँदै गाडी अगाडि गुड्यो। उसले बिदाईका हातहरू हल्लायो, तर उनको बन्द कालो सिसाको झ्याल खुल्न सकेन। एकहोरो शून्यतामा हातहरू हल्लिरहेका थिए। बस अगाडि बढ्दै गयो। प्रवीणको नजर अब झ्यालमा नगएर गाडीको पछाडि भागको नम्बर प्लेटमा अड्कियो। गाडीको गतिसँगै उसका नजर धुमिल हुन थाल्यो। बिस्तारै गाडी क्रमशः 29 रोशनी घट्दै बिस्तारै शून्यतामा पुग्न थाल्यो। तर त्यो दिनको त्यो गाडी धुमिल आँखाका बीच क्षितिजसँगै बिलाए पनि उसका मानसपटलमा गहिरो स्मरण लिनुभयो। कथा कस्तो लाग्यो प्रतिक्रियाको लागि कमेन्ट गर्नुहोला। कथा राम्रो लाग्यो भने एक लाइक अवश्य गर्नुहोला। यस्तै कथा सुन्न च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हवस् त, धन्यवाद। कथामा रुचि राख्नुहुन्छ भने स्क्रिनमा देखाइएका कथा सुन्न सक्नुहुन्छ।